Good afternoon, everybody. आज मेरो बाल्यकाल मित्र रोशनलाई मेरो यस सानो स्टुडियोमा वेलकम गर्न चाहन्छु। धन्यवाद। र हामी चाहिँ यही धरानको अरू विषय वस्तुमा हामीलाई चासो नभए पनि लागु पदार्थको विषय वस्तुमा चाहिँ सायद हामी चासो राखेको हुनाले चाहिँ, किनभने धरान हामीलाई पनि धरानको माया छ र धरानमा हामीले हाम्रो भोलिको जेनेरेसनहरू चाहिँ यो लागु पदार्थमा नलागोस् भनेर केही चाहिँ हामी गरि नै रहेको हुन्थ्यौँ क्या। हिजोको दिन पनि गरिरहेकै हौँ र आजको दिन पनि गरिरहेकै छौँ। कोही बेला हामी प्रत्यक्ष जान्छौँ भने कोही बेला अप्रत्यक्ष रूपमा पनि गरि नै रहेको हुन्छौँ। र अब आएर चाहिँ मैले लागु औषधको विषयमा चाहिँ मेरो साथीलाई किन छाने भन्दाखेरि उसको पनि लगभग धेरै वर्ष पुरानो मेरो सफरिङ साथी पनि भएको हुनाले चाहिँ उसको पनि धेरै वर्ष एक्सपिरियन्सहरू छ र यो फिल्डमा सक्षम छ भनेर चाहिँ साथीलाई आज मेरो यस स्टुडियोमा वेलकम गर्न चाहेँ। र अब साथीले अहिलेको हाम्रो धरानमा चाहिँ कस्तो किसिमको लागु पदार्थ र कस्तो कस्तो भइरहेछ धरानमा लागु पदार्थको एउटा विकराल रूपहरू केही भनिदिनु हुन चाहिँ म साथीलाई अनुरोध गर्न चाहेँ है त। धन्यवाद छ। नमस्कार है, मेरो नाम रोशन र म पूर्व लागु औषध प्रयोगकर्ता। यही आउँदै गरेको जुन 26 लागु औषध विरुद्धको दिवस हामी मनाउन गइरहेका छौँ होइन। यो विषयमा चाहिँ धरान पुनर्स्थापित समूह र विभिन्न रियाबहरूले विभिन्न लागु औषध सम्बन्धी जनचेतना कार्यक्रमहरू गरिरहेको म तपाईँलाई जानकारी गराउन चाहन्छु होइन। त्यो मैले पनि देखिरहेको छु। म पनि आफू त्यही फिल्डमा भएको कारण म आफू पनि स्वयं उहाँहरूकै सदस्य भएको कारण उहाँ यही लागु औषध पुनर्स्थापित समूहबाट चाहिँ गरिरहेको छु है जनचेतनामूलक कार्यक्रमहरू। अहिलेको अवस्था धरानको कस्तो छ भन्दाखेरि एकदम लागु औषधको भुमरीमा परेको म तपाईँलाई जानकारी गराउन चाहन्छु। एकदम चपेटामा परेको छ धरान। कस्तो कस्तो उमेरकोहरू चाहिँ अहिले एकदम हाई रिस्क जोनमा छ, अलिकति भनिदिनुहुन्छ कि? 12 वर्षदेखि 15 वर्षसम्मको जो 8 क्लासदेखि पढ्दै गरेका विद्यार्थीहरू चाहिँ लागु औषध प्रयोगकर्ताहरू एकदम बेसी मात्रामा देखिएको छ। उहाँहरूको एउटा कलिलो दिमाग भएकोले उहाँहरूलाई सजिलै लागु औषध एउटा प्रयोगकर्ताहरूले होइन चुङ्गलमा फसाएर स्कुल गइरहेका विद्यार्थीहरूलाई चुङ्गलमा फसाएर लागु औषध सेवन गर्न लगाइरहेको देखिरहेको छु क्या। अनि बिस्तारै बिस्तारै बानी पारेर होइन उहाँहरूलाई चाहिँ त्यो लागु औषधमा फसाइरहेको मैले देखिरहेको छु होइन। अहिले म धरानको अवस्था यस्तो छ कि होइन, अहिले म यहाँ बसिरहेको छु, मेरो छोरी पनि सानो छ होइन, मलाई डर लागेर आउँछ क्या होइन। स्कुल जाँदाखेरि कतै होइन लागु औषध प्रयोगकर्ताले ललाइ फकाइ गरेर लागु औषध प्रयोग गराए कि भन्ने त्यो कुराहरू मलाई लागिरहन्छ क्या, डर पसिरहन्छ। धरानको अवस्था त्यो भइरहेको छ क्या। 12देखि 15 वर्षसम्मका होइन साना साना विद्यार्थीहरू साना केटाकेटीहरूलाई चाहिँ एकदम यो चङ्गुलबाट फसिरहेको म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यो विषयमा चाहिँ धरान पुनर्स्थापित समूहले चाहिँ होइन विभिन्न ठाउँहरूमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ। त्यसका साथसाथै रियाबहरूले पनि यसमा हातेमालो गरेर अगाडि बढिरहेको म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। अनि अब सानो कुरा के भन्दाखेरि यही फिल्डमा भएकोले मैले पनि धेरै कुराहरू होइन यो लागु औषध प्रयोग गर्दाखेरि धेरै कुराहरू गुमाएको छु होइन। अब म आफै एउटा स्वयं पूर्व लागु औषध प्रयोगकर्ता भएकोले होइन मैले आफ्नो जीवन सानो जीवनी कुराहरू राख्न गइरहेको छु क्या होइन। कस्तो भन्दाखेरि म पहिला लागु औषध प्रयोग गर्दाखेरि मैले सबै कुराहरू गुमाएको थिएँ क्या। मसँग केही पनि थिएन होइन, मसँग कुनै पनि अवस्थामा केही पनि थिएन क्या होइन। मसँग मेरो परिवार थिएन, मसँग मेरो समाज थिएन, मसँग मेरो इष्टमित्र थिएन, मसँग मेरो सहमित्रहरू कोही पनि थिएनन् क्या। म एकदम एक्लो अवस्थामा पुगिसकेको व्यक्ति क्या लागु औषध प्रयोग गर्नाले क्या होइन। त्यो समाजले मलाई सधैँ छिछि दुरदुर गरिरहन्थ्यो, त्यो परिवारले कहिले मर्छ भनेर हेरिरहेको हुन्थ्यो होइन, त्यो इष्टमित्रहरूले कहिले छेउमा आउन दिएनन् क्या होइन। किन भन्दाखेरि म लागु औषध प्रयोग गर्नको लागि उहाँहरूलाई युज गर्ने, उहाँहरूको सामान म चोरिदिने होइन, जुन उहाँहरूलाई ठग्ने होइन, उहाँहरूसँग म जे पनि बाहना बनाएर पैसा मागेर म लागु औषध प्रयोग गर्थेँ क्या होइन। त्यो अवस्थामा पुगिसकेको थिएँ क्या। जुन चाहिँ अहिले आएर यसो सम्झिँदाखेरि होइन
कानुनले दण्डनीय गरेको होइन त्यो कुराहरू मैले सबै गरेँ क्या लागु औषध प्रयोग गर्दाखेरि। अहिले त्यो अवस्थामा भने मलाई कानुनले दण्डनीय गर्थ्यो क्या। मैले लागु औषध बेचबिखन पनि गरेँ, लागु औषध प्रयोग गर्नको लागि है मैले समाजमा दुनियाँ कुराहरू गरेँ होइन होइन मैले मेरो चोर्नुदेखि लिएर ढाँट्नुदेखि लिएर छल्नुदेखि लिएर हरेक कुराहरू गरेँ क्या होइन। सबै कुराहरू जुन चाहिँ दण्डनीय छ क्या अहिले आएर कानुनको विषयमा हेर्दाखेरि क्या होइन त्यो सबै कुराहरू मैले गरेँ। त्यसैले म यही भन्न चाहन्छु क्या, से नो टु ड्रग्स, से यस टु लाइफ है। अनि रोशन साथीको चाहिँ लाइक हुन्छ नि त्यो पाला चाहिँ कस्तो कस्तो किसिमको ड्रग थियो क्या तपाईँहरूको पालामा चाहिँ? हाम्रो पालामा चाहिँ अब त्यो पालामा चाहिँ कस्तो खालको थियो भन्नुहुन्छ भने सुईद्वारा युज गरिन्थ्यो म्याक्सिमम मात्रामा होइन। त्यतिखेर धेरै रोगहरू पनि लाग्न सक्थ्यो होइन। सुईद्वारा युज गरिन्थ्यो अनि मुखद्वारा लिइन्थ्यो होइन। त्यो चाहिँ कस्तो भन्दा ब्राउन सुगर अनि फेन्सिडाइल होइन त्यो पनि खाइन्थ्यो। त्यो कुराहरूको चाहिँ थियो क्या। तर म्याक्सिमम त्यो समयमा चाहिँ धरानमा लागु औषध चाहिँ सुईद्वारा प्रयोग गरिन्थ्यो त्यतिखेर र अहिलेको कन्टेक्स्टमा चाहिँ के चाहिँ विधि छ त? अब लाइक हुन्छ नि अहिले धरानमा मैले देखे अनुसार चाहिँ एकदमै यो लाइक फेन्सिडल ब्राउन सुगर खान त पैसा पनि हुनु पर्यो नि होइन। अब फेन्सिडल त पाउँदैन। अब अहिले चाहिँ मैले देखेको विकराल रूप धरानमा चाहिँ यो एफएम भन्ने चिज रहेछ क्या होइन साथी? एफएम जहाँ चाहिँ मेडिकल स्टोरहरूमा जहाँ पनि पाउने मिलाएर किन्ने खाने यो बारे चाहिँ तपाईँ के छ यसो भनिदिनुहुन्छ कि? अहिले त्यो ट्रामाडोलमा चाहिँ कसरी फसे भन्दाखेरि लागु औषध प्रयोगकर्ताहरू बढी मात्रामा भन्दाखेरि अब ब्राउन सुगर किनेर खाउँ भन्दाखेरि पैसा पनि छैन होइन। चोर्ने ठाउँहरू पनि सबै टालिसक्यो, ठग्ने ठाउँहरू पनि सबै टालिसक्यो, सबै कुराहरू गरिसकेर उनीहरूसँग पैसा छैन। भेन्सिडाल खानको लागि पनि पैसा छैन, अब अरू चिज खानको लागि पनि पैसा छैन। अनि मान्छेले चाहिँ अहिले त्यो लागु औषध प्रयोगकर्ताले सस्तो लागु औषध ट्रामाडोल भएकोले होइन त्यो ट्रामाडोल छ्यापछ्याप्ती रूपमा छ क्या। जताततै बेचबिखन मेडिकलहरूतिर जताततै क्या भइरहेको म तपाईँलाई जानकारी गराउन चाहन्छु होइन। त्यो सस्तो भएको कारणले अनि बिहानदेखि बेलुकासम्म एकदम राम्रो ट्रिप हान्छ अरे भनेर सुनेको है। अनि होइन त्यो भएको कारणले चाहिँ छ्यापछ्याप्ती रूपमा बिक्री भइरहेको अनि छ्यापछ्याप्ती रूपमा सेवनकर्ताहरू बढिरहेको मैले देखिरहेको छु। अनि धरानमा चाहिँ तपाईँको हुन्छ नि अरू हाम्रो यस्तो सङ्घ संस्थाहरूले चाहिँ यो प्रति किन आवाज नउठाएको होला क्या? हामीले चाहिँ हिजो अस्ति भर्खर पनि एउटा ठाउँमा चाहिँ प्रपोज राखेको थियौँ एउटा हुन्छ नि यो ट्रामाडोल यस्तो चिजहरू चाहिँ अलिकति गरौँ भनेर चाहिँ एक दुई ठाउँ चाहिँ अरू सङ्घ संस्थाहरूले चाहिँ किन यस्तो कुरामा चासो नदिएको जस्तै लाग्छ क्या मलाई चाहिँ। किन जस्तो लाग्छ तपाईँलाई चाहिँ? अब अरू सङ्घ संस्थाहरूले चासो नदिएको भन्दिनँ म होइन। चासो चाहिँ दिइरहेको छ तर न्यूनीकरण हुन सकिरहेको छैन क्या। जस्तो हाम्रा दाजुभाइ प्रहरीहरूले पनि होइन चासो दिएर मेडिकलहरूतिर गएर निगरानी गरिरहेको देख्छु होइन। तर पनि त्यो भइरहेको छैन क्या। जसरी हाम्रो यो धरान पुनर्स्थापित समूहले गाउँमा एउटा सहरमा छिरेर जसरी जनचेतनामूलक कार्यक्रममा गरिरहेको छ त्यसरी चाहिँ अगाडि गऱ्यौँ भनेदेखि केही मात्रामा न्यूनीकरण हुन्छ। जस्तो अब हामी यहाँबाट जोगमुनि होइन जान्छौँ नि, जोगमुनि जाँदाखेरि त्यहाँनिर थोरै मात्रामा केही सामान ल्यायो भने भन्जार लाग्छ क्या होइन। प्रहरीको आँखा पुग्छ क्या। तर त्यो चाहिँ ल्याउँदाखेरि किन पुगेन भन्ने कुराहरू क्या न्यूनीकरणको निम्ति चाहिँ क्या लागु औषध होइन न्यूनीकरणको निम्ति चाहिँ त्यो आँखा चाहिँ किन पुगेन भन्ने लाग्छ क्या। अरू हाम्रो रियाबहरूले पनि गरिरहेको छ, गरेको छैन भन्दिनँ म, गरिरहेको छ, अगाडि बढिरहेको हुनुहुन्छ उहाँले लागु औषध विरुद्धको रूपमा होइन। कतिजनालाई लगेर रियाबमा न्यूनीकरणको विरुद्धमा कतिजनालाई लगेर रियाबमा राखिदिनु भएको हुन्छ होइन। कतिजनालाई लगेर अब ठाउँ पुर्याइदिनु भएको हुन्छ होइन। त्यो गरिरहेको हुन्छ नि त होइन। कतिवटा कार्यक्रम गरिरहेको हुन्छ तर खासै इफेक्टिभ चाहिँ भएको छैन। तर पनि गरिरहेको हुनुहुन्छ आफ्नो स्तरबाट है उहाँहरूले है। धन्यवाद। धरानमा चाहिँ तपाईँको कतिवटा जस्तो छ होला रिहाबहरू क्या हाम्रो धरानमा अहिलेको परिवेशमा हेर्ने भने 15वटा रिहाब छ होला होइन। 15वटा रिहाबले आफ्नो ठाउँबाट उहाँहरूले यो लागु औषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरिरहेको हुनुहुन्छ, गर्दै आइरहेको हुनुहुन्छ। जस्तै जुन 26मा पनि होइन लागु औषध विरुद्ध दिवसमा उहाँहरू भेला भएर होइन गर्नुहुन्छ। त्यसरी नै गरिरहेको हुनुहुन्छ उहाँहरूले है। जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको भएको हुनुहुन्छ, गर्दै हुनुहुन्छ उहाँहरूले पनि। भनेपछि अहिले हामीप्रति हेर्ने दृष्टिकोण चाहिँ हाम्रो पुलिस प्रशासनको कस्तो होला रोशनजी? मैले चाहिँ अहिले सर्ट जोडेँ। अब एकखेप दुई खेप म एकखेप इलाका प्रहरी कार्यालय पनि गएको थिएँ यो ड्रग विषयमा। अब आउँछ नि त कसको भाइ पक्रियो अरे, भतिज पक्रियो अरे,
यसो गइदिनु नि, रिहाब भएछ भने रिहाब लगिदिनु भनेर गइरहेको हुन्थेँ। तर त्यहाँनिर हामीलाई त मैले एक दुई ताल चाहिँ कस्तो, म त त्यहाँदेखि त जानु पनि मन लागेको छैन, जाँदिनँ पनि होला क्या। हामीलाई चाहिँ कतिसम्म भन्यो भन्दाखेरि तिमीहरू त रिहाब भनेको त एउटा पैसा कमाउने ठाउँ हो, तिमीहरूले यो सुधार्नु सक्दैनौ भन्ने कुराहरू चाहिँ कतिपय कुरा हामी पूर्व युजर भएको हुनाले चाहिँ यिनीहरूले के चाहिँ सुधार्छ भन्ने कुराहरू पनि गर्यो क्या। अनि यत्रो डब्लुएचओहरूले भनेकै छ होइन, एउटा रिकभरीले बाहेक अरूले गर्न सक्दैन क्या। यो एउटा हुन्छ नि ड्रग ट्रिटमेन्ट कसरी गर्ने, कसरी लभ केयर कन्सर्न गर्ने, उनीहरू माया बाहेक अरू चिजले तपाईँहरू सजाय दिन्छु जेसुकै दिनु सुध्रिन्छ भन्ने कुरा चाहिँ म चाहिँ यसको एगेन्स्टमा छु क्या। यसमा तपाईँको के छ विचार, यसो राखिदिनुहुन्छ कि? म पनि दुई चारचोटि थाना होइन प्रशासन पुगिसकेको व्यक्ति है, मान्छे लागु औषध प्रयोगकर्ता निकाल्नको लागि है, उहाँहरूको नजर लागु औषध भनेको चाहिँ एउटा क्रिमिनल रूपमा हेर्नुहुन्छ है। तर वास्तविकता लागु औषध क्रिमिनल होइन क्या, एउटा मानसिक समस्या हो। यो न्यूनीकरण हुन्छ होइन, यसलाई सुधार सम्भव छ भन्ने कुराहरू चाहिँ उहाँहरूलाई थाहा छैन क्या। यो सुधारको लागि चाहिँ एउटा प्रोसेस हुन्छ होइन, रिहाबसम्म लाने होला। कतिवटा रिहाब होइन एउटा नाफा मुलुक त्यो तरिकाले खोलेको पनि हुनसक्छ, सक्दैन भन्दिनँ म होइन। कतिवटा रिहाब त एउटा समूहमा चाहिँ म सेवा गर्छु भनेर खोलेको पनि हुनसक्छ होइन। त्यस्तो रिहाब चाहिँ पहिचान गरेर त्यो रिहाबसम्म पुर्याउन सक्यो भने लागु औषध न्यूनीकरण हुन्छ होइन, सुधार पनि सम्भव छ। त्यसको ज्वलन्त उदाहरण म एउटा आफै छु क्या। म सही ठाउँमा पुगेँ होइन, सही ठाउँमा पुगिसकेपछि मैले उपचार पाएँ, उपचार पाइसकेपछि म अहिले होइन एउटा समाजको असल व्यक्ति भएर म अगाडि बढिरहेको छु नि त होइन। त्यसैले म चाहिँ के भन्न चाहन्छु भने लागु औषध प्रयोग गर्नु एउटा क्रिमिनल एक्टिभिटी होइन, एउटा मानसिक समस्या हो। यसको उपचार चाहिँ सम्भव छ है। धन्यवाद। र कतिखेप जेल पर्नुभयो तपाईँ? जेल थाना पर्नुभयो कि भएन आफ्नो 5 डेजमा? भगवान्लाई म यो कुरामा चाहिँ थ्याङ्क्स दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। म एकचोटि पनि जेल जानुपर्ने अवस्था चाहिँ आएन, तर म हप्तामा 4 चोटि चाहिँ थाना पुगेकै हुन्थेँ क्या। लागु औषध प्रयोग गर्दाखेरि कहिले अब युज गर्दै गरेको भेट्ने होइन, कहिले बोकिरहेको भेट्ने, अनि मलाई थानासम्म लाने, अनि त्यहाँबाट मलाई मेरो बुवाहरू आएर, मेरो समाजका मान्छेहरू आएर छुट्याएर अब चाहिँ हुन्छ भनेर लगेर रिहाब राख्नुहुन्थ्यो क्या। म हप्तामा 6 चोटिसम्म थानामै हुन्थेँ क्या, प्रायः म्याक्सिमम क्या। त्यो कारणले मलाई होइन मेरो आफ्नै छोरीले पनि क्या, छोरी जन्मिसकेपछि मेरो छोरीले पनि चिनेन क्या। किन भन्दाखेरि चिन्नु भएन क्या। किन भन्दाखेरि म रिहाब थाना होइन त्यो गरेको गरेँ, कहिले पनि मसँग यसरी इन्टरेक्ट पनि भएन। त्यो कारणले मलाई मेरो छोरीले पनि चिन्न सकिरहेको थिएन क्या। पछि आएर चिनेको क्या, अलिकति ठुलो भइसकेपछि चाहिँ मेरो बाबा रहेछ है भनेर चिन्नु भएको क्या मेरो छोरीले पनि। जहिले तहिले थाना, जहिले तहिले रिहाब। तर एउटा कुरा के भन्छु भन्दाखेरि थानाबाट सही रिहाब पहिचान गरेर लगियो भनेदेखि त्यो मान्छेको उपचार सम्भव छ होइन। नाफामुलुक हुन्छ कुनै अब गैर नाफामुखी कसैले चाहिँ सेवा मात्रै गर्छु भनेर अगाडि बढिरहेको हुन्छ होइन। त्यस्तो रिहाब पहिचान गरेर अगाडि लान सक्यो भनेदेखि उपचार सम्भव छ। त्यसको लागि चाहिँ म आफै एउटा उदाहरण छु क्या होइन। मेरो उपचार सम्भव भयो नि त, आज म 8 वर्ष भयो होइन, क्लिन छु, नसाबिन छु नि त। यसको उदाहरण चाहिँ म आफै छु है। धन्यवाद। र अन्तिममा चाहिँ म चाहिँ के भन्न चाहन्छु भने अब जस्तै हामी अहिले सबै जोडिएको भनेको वर्ल्ड एन्टी ड्रग डे जुन चाहिँ हुन लागेको छ जुन 26मा होइन। त्यसमा चाहिँ यस्तै मेरो फेलो ब्रदर्सकोलाई ड्रग एक्सपिरियन्सहरू आफ्नो सेयर गर्न चाहनुहुन्छ भने चाहिँ हामीसँग जोडिन सक्नुहुनेछ। र रोशनजीलाई पनि आफ्नो समय मिलाएर आफ्नो केही एक्सपिरियन्स राखिदिनु भएकोमा म धेरै धेरै धन्यवाद भन्छु। र हाम्रो फेलोसिप सर्कलबाट हामीले चाहिँ केही गर्ने योजनाहरू पनि गरिरहेछौँ एन्टी ड्रग डेमा। यसमा तपाईँ सबैहरू समावेश हुन सक्नुहुन्छ होइन त रोशनजी? हजुर। ल हेरिरहनु हुने सबैलाई से नो टु ड्रग्स, से यस टु लाइफ। यस टु लाइफ। थ्याङ्क यू भेरी मच। धन्यवाद।